अन्ततः नेपाली राष्ट्रिय टिमका तीव्र गतिका बलर तथा अलराउन्डर करण केसी तथा पत्रकार वर्षा बस्नेतले लगनगाठो कसेका छन्। पत्रकार बस्नेतले सामाजिक सञ्जालमा आफ्नो वैवाहिक समारोहको केही तस्बिरहरू सेयर गर्दै एउटा नोट समेत लेखेकी छिन्। भारतको चण्डीगढ लोकेसन राख्दै सेयर गरेको पोस्टमा पत्रकार बस्नेतले आफ्नो जीवनको सबैभन्दा सुन्दर अध्याय आजदेखि प्रारम्भ भएको उल्लेख गरेकी छिन्। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए। वैवाहिक जीवनको धेरै धेरै शुभकामना।